हेलो एभ्रिवान वेलकम ब्याक टु युट्युब च्यानल सबैजना सन्चै छ म नि एकदम सन्चै छु आजको न्यू डे न्यू ब्लग सो आजको ब्लग चाहिँ मेरो काभ्रेस्थलबाट सुरु भएको छ अहिले चाहिँ हामी टक्क खानासाना खाइसकेर अब हाइकिङ जाने भने हाइकिङ त के भन्नु त्यहाँ माथि तारकेश्वर मन्दिर भन्थ्यो त्यो माथि जङ्गलतिर तर 2 भाइ मात्र हिँडेको यहाँ पिसा खाएर म 2 भाइ मात्र हिँडाइ पहाड घरबाट नजा बाघ आउँछ जुका खान्छ भनिरहेको थियो तर पनि हामी डर कि आगे जीते बोल के हम निकल गया था लेकिन जो सब हामी टक्क झोलासोला बोकेको छु अब एकचोटि तपाईँहरूलाई म उकालो लागिसकेपछि मात्रै बनाउँछु हेलो गाइज अहिले चाहिँ यो तातो घाममा ताक्लु तातेर मन लागिसक्यो उकालो यस्तो छ विशेष भाइ यहाँ पसिनाहरू बसेछ म त्यस्तै घाम पर्छ के उकालो हाइकिङ हो कि माछाले हिँडाइ के सास मन थालिसक्यो के भन्छ उकालोको बारेमा के भन्ने मलाई थाहा छैन यो रोटी हिँड्न कस्तो खायो नि तर पनि हामी हिँड्छौँ तपाईँहरूलाई म भ्यू देखाउँछु भने गर्दा भ्यू नै कटै गएर काठमाडौँको ल छेकतिर अहिले एकछिन देखाउँछु ल गाइज अहिले टक्क हाम्रो त यहाँ सिडी स्टार्ट भइसक्यो सिडी यस्तो छ अझै 45 मिनट यो सिडी हिँड्नुपर्छ अरे अनि मात्रै अलिक राम्रो बाटो आउँछ अरे नत्र सिडी 45 मिनट हिँड्यो भने फर्किँदा हुन्छ भने अब हिँड्नु पर्यो जसरी भने बाघ पनि आउँछ भनेर चाहिँ बाघसँग जुत्दिने आज सिँगै म यो बाघ तर यो सिडी अलिक अग्लो बनाएको क्या होइन कत्रो अग्लो बनाएको त नि यहाँ हेर्ने त यहाँ अलिक नदेखेको छ माथि देख्छु कि रुको गाइज यस्तो बल भित्र आउँछ काठमाडौँको ब्याग छ 45 केजीको 45 त होइन क्या 15 केजीको त्यता काठमाडौँ यता छ म यता छु काठमाडौँ यता विशेष यता हिँड्नु नि सकेन थियो फर्क्यौँ भन्दै तर मैले लिएर आएको सो हामी दुःख गरेर भ्लग बनाइरहेको छ तपाईँहरूले लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला छिटै 1000 सब्सक्राइब बनाउनु भयो छिटै 1000 सब्सक्राइब बनाउनु भयो मान्छे हो त्यही अब एकचोटि सिडी इन भएछ देखाउँछु तपाईँलाई यो गाई चाहिँ हो यही यो हाम्रो सिडी त वहीँ तल सक्यो त 10 मिनटमै अब त यस्तो छ त सिडी त यो कहाँ जङ्गलतिर छैन जस्तो सिडी नै सक्यो 10 मिनटमै सिडी सक्यो है त यही हो के हो भन्दै विश्वास तारकेश्वर नगरपालिकाको काम 10 मिनटमा सिडी सकाउने हो त यो मान्दिनँ त्यहाँ तल सिडी सक्यो त्यहाँ तल अनि यो उकालो घारी छ यस्तो होइन यो रमाइलो भएन सिडी बनाएपछि पुरै बनाउनु पर्छ यो मान्दिनँ है म ल यस्तो यो जान्छ सेतो यो अप्ठ्यारो बाटो रहेछ त्यति मजा आएन हिँड्नु ल देखो न गाइस देखो न मेरा क्या हाल हुआ है एक बार जरा सब्सक्राइब करके देखो मैं ये भी अच्छा वीडियो लेकर आऊँगा ना एक बार के च्यालेन्ज भयो ल 1000 सब्सक्राइब पुग्यो भने म नाङ्गे होइन फेरि त कपाल ताग्लु बनाइदिन्छु ल है त च्यालेन्ज भयो यस्तो ठाउँमा आएको यो घारी उकालो जङ्गलमा यस्तो छ उकालो यस्तो छ तर खतरा हो क्या त रुख्थ्यो हेर्न सिर्लिक परेको ल अहिले हामी रेस्ट टाइम टक्क रेस्ट गरिरहेको छु धेरै पसिना आएर अहिले एकछिनमा टक्क हामी हिँड्दैछु भेटाउँछु तपाईँहरूलाई सोलोमा जाऊँ भनेको डोमा जाऊँ भनेको यता सबजना हुनु पर्छ आज टक्क सबजना के भन्छ धेरै त छैन त्यही 8-9जना भयो ठ्याक्क हाम्रो टिममेट पनि निस्किहाल्यो यो सब हामी हेर्छौँ अझै 45 मिनट जति बाँकी छ अरे भन्यो अनि त्यो रप हिँड्दैछौँ तर रियल बाटो चाहिँ अर्को रहेछ हामी अर्को बाटो आइयो क्या झर्ने बेला टक्क भर्याङ हो अहिले चाहिँ हामी यस्तोमा हिँडिरहेको छ योभन्दा माथि टक्क अब सिधै तपाईँहरूलाई सिधै माथि गएर मात्रै भेटाउँछ अब भेटाउँदैन तपाईँ सर बेला त्यही हो भेटाउँदैन म अब तपाईँहरूलाई एकैचोटि माथि पुगेर त भेटाउँछु डाँडामा हाइटमा
भेल्लो आज अब त ठ्याक्क हामी रोडमा आइपुग्यो रोड हिँड्नुपर्ने रे हेर्नु न माथि जङ्गल कस्तो खाल छ त आमा जङ्गल हिँड्नु त त्यही हो डर लागिरहेको दुई मात्रै भयो अहिले त बाघ आयो भने मा कसलाई पो खाइन्छ मुन्छेहरू डर पो लाग्नु थाल्यो मलाई त उहाँ हेर्नु त माथि भिर हेर्नु न एकचोटि जङ्गल कस्तो छ यतै त नि होइन यतै जाँदा त मलाई आउँदैन हिँड्न न त फर्किने नि फेरि के बुढोहरूलाई नि यताहरू आउनु बोलाउनु भयो क्या ट्याक्क आयो कहाँ पुग्नु पर्ने हामी यतै हो कताहरू घर घरमा विनोद मलाई त यता थालै दिन्छ यसलाई खाइन्जेलमा भागिसक्छ क्या फाइनली सो अलिक डर लाग्ने ठाउँमा आयो यहाँ साह्रै डर लाग्दो छ क्यामेरामा चाहिँ अलिक उजालो देखेर तर रियलमा चाहिँ बडो डर देख्छ अरे यहाँ डर लागिसक्यो यहाँ के भयो यहाँ ठक्क हामी गेटमा आइपुग्यो अब यहाँबाट चाहिँ उकालो मन्दिरतर्फ जाने बाटो रहेछ किराहरू पनि लोड कराएको छ यहाँ बाघ आयो भने 2 भाइ मात्रै हो यहाँ मात्र 2 भाइ कोही छैन अरू जस्तो यो खासै चलेको छैन है क्या यो है के हो चल्न चला ल अब हामी चाहिँ जता जान्छौँ गेटबाट टक्क फोहोर नगर्नु होला अरे हल्ला नगर्नु अरे सिर्फ हिँडाइ मात्रै हाम्रो हल्ला नगरी चप्प चुप्पो लाएर ठ्याक्क मन्दिर रहेछ एकचोटि ढोकेर जाउँ टक्क ढोकेर जानुपर्ने हुन्छ 2टा गोरुलाई यहाँ यस्तो रहेछ हेर्नु है त यस्तो रहेछ टक्क पढ्नु होला आफै म चाहिँ पढ्दिनँ अहिले आउँछ टक्क यहाँ राम्रो त राम्रो छ तर डर लागेको छ क्या यहाँ बडो डर लागिरहेको त्यही यसो अहिले चाहिँ बाबाजीहरू पनि बस्छ बाबाजीहरू पनि बस्छ अरे स्विमिङ पुल यो त सानो भिड थियो नि त त्यहाँभित्र त त्यहाँ जानु मिल्छ त्यहाँ हेर्नु त भिड त्यहाँ म जान्छु एकचोटि ल गाई म गएर त देखाएको भिड टक्क जानु किन नजानु किन बत्ती छैन अहिले कोही बस्दैन हिँड्न त हिँड्नु थियो हेर्नु गाई चाहिँ बत्ती पनि राखेको नि भित्र नछिर्ने आइदैन लास्ट डर लाग्यो म त जान्ने यार रुखको फेर्नु फेरि होइन अब ढोग्नु यार लास्ट डर लाग्यो क्या हेर्नु नि तर यो जामा चाहिँ भन्दा चाहिँ बबाल खालको इन्ट्रेस्टिङ रहेछ क्या त्यही हो स्विमिङ पुलहरू पनि यहाँ धर्ने चप्पल कृपया चक्लेटहरू चाहिँ रहेछ झर्ना चप्पल भन्दै यहाँ तर त्यो लेखेको बापत यहाँ काम चाहिँ भएन हेर्नु है त तर यहाँ स्विमिङ पुल भन्थ्यो होइन र ठुलो थियो नि पानी चाहिँ खतरा रहेछ त्यहाँ मन्दिर रहेछ छिर्नु पाउँछ कि कहाँ यहाँ त तर ढोका रहेछ त्यो नछिर्नु यार अहिले विपरीत नजाउँ डर लाग्छ लास्ट डर लाग्दो ठाउँ रहेछ तर यो बबाल लाग्यो तर यहाँ आएपछि चाहिँ बबाल छ हेर्नु न घुमेर ढोक्ने ठाउँ हो यो घुमेर निस्किने ठाउँ हो कि आइज विशाल आइज त्यताबाट त घुम्ने होला नि सो है गाइस ट्याक्क म चाहिँ घुम्नु लागेपछि आइज ओ ल भगवान्को नामै थाहा भएन जे होस् त्यो भयो नि टक्क ढोक्दै जाउँ आइदिनुहोस् नडर न म चाहिँ त हेर्नु न देखो न गाइस देखो न एक बार बहुत इन्ट्रेस्टिङ रहेछ यार तर यो पार्क हाम्रो जामा चाहिँ भन्दा चाहिँ बबाल छ होइन जामा चाहिँ भन्दा चाहिँ दामी लाग्यो तर यार अलिक डर लाग्दैन अलिक डर लाग्दैन रहेछ क्या फेरि टक्क हामी चाहिँ निस्किसक्यो फाइनली टक्कै डर बबाल घुम्नु पर्दैन ल है त अहिले चाहिँ हामी यहाँ निस्किसक्यौँ अब हामी यता जान्छौँ हाम्रो चप्पल चाहिँ वहीँ छोडेर ल पानी पनि बबाल आउँदो रहेछ यहाँ होइन हात खुला धुन्ठाउँ है क्या यो चाहिँ हर हर मारे हर ढोङ ढोङ कहाँ गुफा भने तैँले यता जाने होइन त्यो भित्र छिर्नु न एकचोटि हो है आउँदो बेला त उताबाट जाने हो नि यहाँ ढुङ्गामा पनि फेर्नु छ कि यता यहाँबाट त्यहाँबाट यता ढुङ्गा फोटो भिडियोहरू त बनाउनु मिल्छ होला है ल भोलि यहाँ डबल मान्छे आओस् न है हजुर खिच्दै त
मान्छेहरू हुनु त हुँदो रहेछ तर त्यति धेरै पपुलर चाहिँ नहुँदो रहेछ क्या किन ल खिच्दैन तर राम्रो छ त दाहरूको फोटो खिचिदिनु पर्ने रे अहिले ल ल भाइ ल यहाँ मेरो भ्लगबाट नि हेरिदिनु न क्या हेर्नु त एकखेर सिधै कस्तो हुन्छ अनि त दामी रह यार जामा चाहिँ भन्दा चाहिँ राम्रो रहेछ है ल यो विनोद ल हुन्छ ल ल हजुर पर्दैन हाम्रो हामी कहाँ भन्नु लाइट एक छोड्दैन अहिले बदल त ए सक्यो हजुर जता भाइ नखानु भनेर भाइ होला नगर्नु टक्क यो भित्र छिरेर भिडियो बनाउनु भन्ने क्या मैले यो गुफा भित्र होइन अब नफर्किने नि त उकालो जाने नि त लानु त लाग्छ ल गाइस म तपाईँहरूलाई एउटा मन्दिर छ त्यही भएर च्यालेन्ज तपाईँहरूलाई मन्दिर छ तर भिडियो बनाइदिनुहोस् न ल चपल खोल्नु पर्छ होला डर लागिरहेको यार बत्ती बाल्न म छिर्न सक्छु त खोइ झोला छोडौँ यार झोला खोल त ए राख्नु ढोगेर छिर्नु यार ओए ओए आइज त यस्तो छ गाइज यार यहाँ बवाल छ यार भगवान्लाई चाहिँ टक्क ढोगौँ ओए आमा यस्तो गुफा छ भने जाउँ निस्क्यौँ निस्क्यौँ हजुर धेरै है धेरै मन हुँदैन मनले मान्दैन है क्या मन्दिरले नि मान्दैन मैले नि मान्दैन झोला बक् बक्न हात गले क्या भुला हेर्नु न गाइज यार यस्तो गोपाल तर यहाँ खतरा छैन यो तर यो गुफा पनि जोस् थियो त्योस् राम्रो छ भिर फेरि यो उकालो सानो छैन यार त्यहाँ उता ढुङ्गाबाट निस्किनुपर्छ यस्तो बोबाल छ नि तारकेश्वर महादेव रे होइन सबजना टक्क यो भिडियो हेरेर त के भन्नु आउनु न तपाईँहरू पनि कोही कोही टिकटकमा आधी क्लिप हाल्न काटेर बबाल रहेछ तर जे जस्तो भयो नि अनि धेरै पछि आएको तर जामा चाहिँ भन्दा चाहिँ बबाल लाग्यो मलाई जामा चाहिँ भन्दा चाहिँ बबाल छ यहाँ टक्क यस्तो रहेछ माथि चाहिँ धुवाउने छ तपाईँ बाबै के हो त्यहाँ मागेर माल हो क्या यहाँ माथि पनि आइपुगिसक्यो टक्क यहाँ त्यो बाबाजीहरू बस्छ क्या हो कता हो त गुफा चाहिँ नआउनु न ए माथि पो हो छ त त्यहाँ हेर्न कति छ सिटी हजुर उहाँबाट त्यो हो क्या ऊ त्यो होइन त्यहाँ त्यहाँ पनि होला त नजाउँ त्यसो धराप छ हेरेर त पक्रिने त होइन रिक्स नलिने है रिक्स नलिने उकालो लोड पऱ्यो है बाटो चाहिँ तपाईँहरूलाई धेर त नदेखाऊ त्यस जामा चाहिँ भन्दा चाहिँ बबाल्दैछ ठाउँ जे भयो नि तपाईँहरूलाई म एकचोटि माथि गुफामा छिर्ने बेला देखाउँछु ल भिड त हेर्नु न भिड भिडियो बनाउनु मिल्छ मिल्दैन थाहा बनाउनु मिल्छ क्या पूजातै गर्ने भनिसक्नु पर्दैन कत्रो कराएर भएन त्यो पानी छैन क्या हेर्नु न यहाँ बल क्या त्यहाँ यहाँ माथि यस्तो बनाउनु त राम्रो हुँदैन कृपया जुत्ता सुत्ता खोलेर जान्छ नि त्यहाँ जुत्ता खोल्नु यतापट्टि यस्तो रहेछ यता टक्केर जुत्ता सुत्ता खोलेर जानु कहाँ खोल्नु जुत्ता पनि कहाँ भने ए हो यहीँ खोलौँ न हामी पनि एउटा साइडमा खोल्नुपर्छ आइज चप्पलहरू यहाँ खोल्यो चप्पल हराइदियो भने त टेन्सन फेरि नहराएको चप्पल ल आइज मान्छे त टल्नु हुन्छ नि त तर त्यति मान्छे त हेर तर बबाल चाहिँ रह्यो ठाउँ नचलेको तर बबाल क्या नचलेको त्यस्तो चिजहरू त नि बबाल हुने काठमाडौँको भ्यू पनि बबाल देख्दो रहेछ यार गाई चाहिँ हो हेर्नु त ल
हेर्नु त देखो न देखो ओइ विशेष आइदैन एक्लै छोड्नु हो त ओ यहाँ पनि उकालो कसरी छ यहाँ चाहिँ गइदिउँ हेर्नै गएछ ओ मौरी छ यार यस्तो रहेछ यहाँ घन्टी बजार जा विशेष पैसा भयो यस्तो रहेछ झर जेस राम्रो छ ठाउँ ओह्रालोखेरि यस्तो छ यार ऊ चिप्ल्यो भने त गयो त नि उहाँ तलसम्म ऊ बवाल छ है ठाउँ चाहिँ तर केटा आउनु पऱ्यो सबजना एकचोटि यहाँ आउनु त भरे यस्तो बवाल छ नि यो ठाउँ अझ योभन्दा माथि पनि छ कि ठाउँ फेरि होइन योभन्दा माथि पनि छ है ठाउँ यहाँ गुफा पनि रहेछ हेर्नु न तर गुफा त्यति लामो छैन है क्या काठमाडौँको नजारा हेर्नु न टक्क यहाँ यस्तो रहेछ गुफा हेर्नु त अब यो भित्र छिर्नु पर्ने रे ल ढुङ्गेर छिर्दिउँ भात नै खानु नि तर खै ढुङ्गै त ढुङ्गो यहाँ यस्तो रहेछ झ्यालहरू पनि रहेछ पानी सानी चलाएर घन्टी बज्दैन र ओइ ल सिधै यता निस्केँ त म त ओए हेर्नु न गाई यहाँ त झऱ्यो भने त मऱ्यो त फेरि वाइल भिर राख्दैन यहाँ त ओइ विश्वास काठमाडौँ पनि बबाल देख्दो रहेछ यहाँबाट यार तर यस्तो ठाउँ हेर्नु नि ल यो के भन्दा त कोही आउनु चाहन्छ भने चाहिँ लोकेसन म ट्याक भनिदिन्छु सिधै कहाँबाट आउने विश्वास है काभ्रेस्थलीबाट आए पनि भयो यहाँ तर तिन पिपले नै हो माछा गरी ट्याक्क बाइपासबाट काभ्रेस्थल जाने नत्र तिन पिपले जाने त तिन पिपले बसमा चढ्नु ट्याक्क त्यहाँ झरेर बस पार्कबाट यता आयो त्यहाँ मान्छेलाई सोध्नु ठ्याक्कै थाहा पाइन्छ टक्क बाटो हाइकिङ पनि बेस्ट हाइकिङ हो ल यो काठमाडौँको एक मात्रै बवाल छ निस्क्यौँ है यहाँ धेरै पनि नबस्नु ल गाई चाहिँ निस्क्यौँ फोटो खिच्ने ल अहिले म भ्लग ठ्याक्क निस्क्छ भाइ गाई हामी त अहिले माथि पूजा जस्तो माथि पूजा सुजा गरेर नि अहिले निस्किसक्यो पूजा त के भने ढोगेर घुमेर निस्किसकेको सिधै हामी अब निस्केर कति जाने विशेष अब हामी भुवनेश्वरी मन्दिर भन्दै झर्छौँ ल त्यतिबाट जान्छ हामी एकचोटि भुवनेश्वरी मन्दिर भएर तपाईँहरूलाई बिचमा केही भयो भने देखाउँछु न त देखाउँदिनँ देखाउँछु सबै देखिसक्यो देखाउँछु त सबै देखाइसक्यो यहाँ ट्याक्क अघि छिरेको गेटमा आइसक्यो हामी तपाईँहरूलाई अर्कोचोटि देखाउँछु अब एकचोटि पर पुगेर अघिसँगै आउने दिदीहरू त उता छ हामीसँगै आउने दिदीहरू त यहाँ तल आइसक्नु भएछ तर हामी घुमेर आइसक्यो त एकैचोटि ल अहिले भर देखाउँछु तपाईँहरूलाई अहिले हामी टक्कै यहाँ भ्यू पोइन्टहरू तारकेश्वरको तर ग्लोभ सब लेखेर आई लभ यु फ्याले लेखेर यहाँबाट यस्तो दिँदो रहेछ सर त्यति धेरै मान्छे चाहिँ नआउने यहाँ होइन सोध्छ नि किन मान्छे ल तैँले फोटो खिच्छ कि तपाईँ देखाएर खिचेर टाउको देखाएर नखिच भयो छरिदिउँ न त क्या अहिले ट्याक्कै मान्छे हेर्न आउँदैन त्यही नै तर राम्रो त राम्रो छ यार तर बाटो पनि खतरै लाग्यो क्या टक्क अब यहाँ हेर्नु न ल अब यहाँ बाघ नाचिरहेको छ हेर्नु मजाकमा हाइकिङ गएको त्यहाँ बाघ नाचिरहेको हेर्न हेर्न त्यहाँ बाघ नाचिरहेको त्यो बाघ नाचेको भिडियो हाल्ने क्या सधैँ त क्लिप त्यति हालिदिनु पाइन्छ नि बाघ नाचिरहेको हेर्नु है त बाघ यहाँ मजाकमा हाइकिङ गएको यहाँ बाघ नाचिरहेको मजाक उहाँ हेर्नु त अहिले बाघले तलाई नचाउँछ उहाँ अगाडि हेर्नु त ल हेरिराख्नु ऊ नाचिरहेको अहिले मलाई नचाउँछ बाघले यस्तो ल्याएर छ ठाउँ यस्तो बबाल छ कसैले नथाहा पाएर हुन्छ सबैले थाहा पाउनु पऱ्यो क्या अब भाइरल हुनु पऱ्यो
एमआरबीहरूले लिएर आयो भने साइज चाहिँ पर्छ त मैले के अरे आफ्नो क्षेत्रको मैले ठाउँलाई भ्रमण गरी अवलोकन गरी प्रदर्शन गर्ने मान्छे यहीँकै होइन मै हो कि यहाँ तारिस म चाहिँ हो। मैले टिकटकतिर हालिदिनुपर्छ सबैको ल है त चाहिँ मेरो भ्लगको क्लिप निकाल्दै टिकटकमा हाल्दै गर्न मेरो आइडिया देखो न गाइज ल ठाउँ चाहिँ बबाल छ होइन। सो फाइनली गाइज अहिले चाहिँ हामी अर्को मन्दिर आइसकेपछि तल झरेर यहाँ टक्क जाने अरे। योभन्दा ठुलो मन्दिर तल योभन्दा ठुलो मन्दिर तल योभन्दा ठुलो मन्दिर तल तल यो त घुम्ने ठाउँ मन्दिर पनि होइन यो मन्दिर होइन यो तल पनि जानु पर्यो हामी त्यहाँ त उ यो अब त टक्क छ क्या आज गाइड चाहिँ यो यहाँ उ त्यो के त बुद्ध जस्तो हिँड्नु यहाँ त अलिक ठिक छैन क्या ठिक छैन यहाँ माथि हिँड्नु अहिले हावा खाने किन भ्यू कस्तो देख्छ सर हेर्नु यहाँ तपाईँहरूलाई भ्यू पनि त्यो अर्को ठक्क माथि यो त जाने इन्ट्री हुन्थ्यो है यो त्यो उयाबाट चाहिँ त्यहाँबाट यता जाने हो टक्क यहाँ यस्तो छ त्यो मास्टर चाहिँ के हो नगढ अब योभन्दा पारि सबै नगढ त नि देखेको त तिमी यिनीहरू उ त्यो तिनीहरू सबै नगढ हो भने यिनीहरू त यो घरहरू पनि त्यो घरहरू नि हो र ऊ त्यो त नुहाको डर है त्यहाँमा नि मास्टर नि हो चढ्ने हो एकछिन यता हेर्न भ्यू त्यहाँ राम्रो खालको त्यहाँबाट भ्यू हेर्नु देखाउनु पर्छ बुद्ध बुद्ध भगवान् हो यो त के को भन्छ यार अलिकति अनुहार मिलेन है क्या तर यो किन सर्भर हो यो मुख राखेको है सर पनि छुटे हो कि त्यो होइन सरको मुख पनि कस्तो ठुट्यो त ल अलिकति मिलेन है अलिक छुटे देखिरहेको क्या आइज माथि चढौँ न आइज काठमाडौँ उताबाट पानी आउनु है क्या कहाँको वेस्ट बङ्गालबाट आउँछ भने नेपालमा पाइनु भयो मैले भने पर्ने इन्डियाको वेस्ट बङ्गाल कि आउँदैन है रुख पो है क्या त हे देखो न गाइस एक बार हमको भी सपोर्ट कर लो ना यस्तो ठाउँ छ र है तलतिर टक्क त्यो सब काठमाडौँ हो हाम्रो उयो हामी कता डाबी छ हाम्रो त ठाउँ छप्पै क्या हामी यो जङ्गल हाल्दा उता त्यही त उयो जङ्गलबाट होइन जङ्गल उता त्यही हो ल ट्याकको नजारा यस्तो छ काठमाडौँको हामी यहाँ छौँ सर एक बार ल गाइस ल हुँदै जानुपर्छ कुन उता रोडहरू जानुपर्छ त्यत्रो हिँड्नु भयो मासलाई ल गाइस अहिले भेट्छ है त सोसल एन्जाइटी हेलो गाइस अहिले चाहिँ हामी तल्लोको ठ्याक्कै यहाँ मन्दिरमा आइसक्यो भुवनेश्वरी मन्दिरमा ए यहाँ मान्छे त हुँदो रहेछ तर मलाई लाज लागिरहेको ब्लगमा किनकि जेरो गर्ने उहाँ मामाहरू पनि रहेछ मामाहरूलाई गएर फोटो क्या कहाँ हो ए यो खुट्टा डोमाउने ठुलो पोखरी होला भन्दा ए त्यहाँ ध्यान नहुने म त ठुलो पोखरी भन्दा त्यो घन्टी हुँदैन त्यो कान छोड्ने घन्टी बजाउने मेरो गएन जानेर जाउँ न हिँड्ने माथि हिँडेको हामी सबैले खेलेर नर्बाई भइदिउँ सब फेरि हाम्रो चाहिँ कलर लाखा त्योहरू चोर्दैन कसैले फर्काउनु चोरस ए डुबाएर जाने हो डुबा न डुबाइदिइहाल्छ नि यस्तो डुबाउनु ठाउँ रहेछ चिसो छ है तातो हौ ओडी खेल्ने तपाईँ यहाँ क्याम्प भिडियो बनाउनु नमिल्दो रहेछ यहाँ इन गरिदिन्छ भित्र चाहिँ भिडियो बनाउनु नमिल्दो रहेछ राम्रै रह ठिकै रहेछ अब यहाँ पुलिस भ्यान जसले पनि करायो क्या पुलिस भ्यान जसले पनि करायो अब के गर्नु यस्तै छ नेपाल पुलिसको कराइहाल्यो कराउनु के गरा हामी मेरो साथी भनेर छाडा बोलिदिएको थियो क्या भने मेरो साथी भनेर यसो फ्रेन्डली भइदिएको तर मानेन त्यही हो अब भर्याङबाट झर्दैछौँ हामी यो खाना यहाँ पनि होटेल लगाउनु नि त झन्डा पार्कमा चाहिँ होटेलहरू छ क्या अलिक दामी छ त्यहाँ जानुपर्छ भने जानु एक दिनै भ्याउँछ भने त्यहाँ टक्क हामीले घर हिँडेको लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला नबिर्सिकन सबैजनाले अब आजको भ्लग म यहाँ एन्ड गर्न चाहन्छु तपाईँहरूलाई राम्रोसँग टक्क आज हामी भुवनेश्वर मन्दिरहरू सबै घुम्यो हाइकिङ गरेर आयो यताउति घुम्यो तपाईँहरूलाई लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ सबैले गरिदिनु होला है प्लिज गाइड है छिटै टक्क ल आजको भ्लग एन्ड गर्न चाहन्छु हस्त धन्यवाद।